108 पटक भयो। जब जब सतीले जन्म लिइन् नि, हामीलाई त लाग्छ एकपटक सती जन्मेर सिधै पार्वती भइन्, होइन त्यस्तो। 108 पटकसम्म सतीले अवतार लिइन् र 108 पटक सतीले जब जब अवतार लिइन् नि, तब भगवान रामको आज घटना भयो। 108 पटक सतीको प्राण गयो। जति पटक भगवान सतीको देह गयो नि, त्यो खप्परको माला भगवानले माला बनाएर लगाउनु भयो र भगवान शिवजीले लगाएको त्यो खप्परको माला जुन छ नि, त्यो सतीकै प्रेमले, सतीकै स्नेहले लगाउनु भयो। किन त मनले त्याग गर्नुभयो, बुद्धिले छोड्न सकेन। सबले भनौँ जय श्री कृष्ण, जय श्री कृष्ण। आज बुद्धिले सतीलाई खोजिरह्यो, मनले भगवानले सतीलाई त्याग्नु भयो। 108 पटक भगवानले जब सतीको अवतार आज विनाश हुन्छ, जब जब सतीले देह त्याग गरिन्, जब जब सतीले प्राण छोडिन्, बौला जस्तो भएर मेरो भगवान शिवजीले आज सतीलाई याद गरेर सतीलाई बोकेर सतीलाई जब हिँड्नु भयो नि, भगवान शिवका खुट्टा काँपिरहेका थिए, आँखाबाट आँसु बगेका थिए। आज सती सती भनेर भगवान रुँदै हिँड्नुहुन्थ्यो। आज सतीको शरीर शरीरमा गलिरहेको थियो। त्यस्तो बेलामा पनि मेरो भगवान भोलेनाथले आज सतीलाई भन्नु त सती, म तिमीलाई त सम्झाएको थिएँ सती, तिमी किन मानेनौ सती? मैले तिमीलाई त्याग्न खोजेको थिएन के सती? तिमीले मेरो विश्वास गरिनौ न सती। त्यही कारणले आज तिमीलाई आज यो गति हुनु पर्यो। सबले भनौँ नमः शिवाय। ए आमा बाबा, एउटा कुरा भनौँ नि, मैले यो सबै घटना किन भयो थाहा छ? सतीको प्राण किन गयो थाहा छ? एउटै कुरा छ कि कथाप्रति श्रद्धा भएन। यो भागवत कथाहरू लगाउँछौँ नि, शिव पुराण, यो शिव पुराण कुनै तमासा होइन। यो शिव पुराण यी त भनेको त भगवानको कथा हो। जब यो कथा भन्न थालिन्छ नि, सती माताले पनि यो कथा निष्ठापूर्वक भुइँमै बसेर सुनेकी थिइन् है। भगवान शिवले सतीलाई कथा सुनाउनलाई कैलाशबाट दक्षिण भारत लैजानु भयो। कथा पनि सुनिन्, कथा पनि सुनेर आइन्, तर सुनेको कुरामा उनलाई के भयो त? विश्वास भएन कि। हामी आजभोलि के गर्छौँ? कथा त सुन्छौँ, तर गुरुले भनेको मान्दैनौँ कि। सुन्न पनि सुन्छौँ, नाच्न पनि नाच्छौँ। आजभोलि कथा सुन्ने भन्दा पनि हेर्ने भइदियो फेरि है। अनि कथामा नि हामी के चाहन्छौँ आजभोलि भन्दाखेरि, कथामा अरू कसैको सम्मान नहोस्, मेरो त एकपटक गुरुले नाम लिदिएमा कति जाति हुने थियो। मैले त 10,000 दिएको, गुरुले मलाई नामै लिनु भएन। सबले भनौँ न राधे राधे, राधे राधे। एउटा कुरा भनौँ भक्त हो, कथामा श्रद्धा भएन भने के हुन्छ? त्यहाँ घटना हुन्छ, त्यहाँ दुर्घटना हुन्छ। आज सतीले कथा सुनेर पनि कथा नसुने जस्तो विश्वास त्याग गरिन् नि, तब त्यहीँनिर के भयो त? आज सतीको बीचमा र शिवको बीचमा घटना भइदियो र भगवान शिवले आज सतीलाई त्याग्नु परेको घटना हिजोको कथाबाट हामीले श्रवण गर्यौं। सबले भनौँ न नमः शिवाय, नमः शिवाय। र यिनै सती माताले कति पटक त भन्दा 108 पटक सतीको अवतार भएको थियो। 108 पटक। यो कहिलेकाहीँ हामीले 108 माला जप्छौँ नि, हेर्नुहोस् 108 माला। घरमा माला जप्नुहुन्छ कि नै आमा भन्नुहोस् त? सबैले भनौँ त घरमा। अब एउटा कुरा भनौँ है त, जसले पनि घरमा यो गुरुले दिएको मन्त्र जप गर्दैन नि, उसले गरेको धर्म कर्म दान पुण्य केही पनि काम लाग्दैन है। आमाहरू यहाँहरूले अब बुझिराख्नुहोस्, जसले मन्त्र जप गर्दैन, यदि बाबाहरूले भने, यदि आमाहरूले पनि गुरुले दिएको यदि मन्त्र जप नगरेमा तपाईहरूले घरबाट गरेका कुनै पनि धर्म कर्महरू तपाईँको खातामा जम्मा हुँदैन। सबले भनौँ न नमः शिवाय, नमः शिवाय। त्यही भएर बिहानमा यो मन्त्र जप्नुपर्छ। हेर्नुहोस्, निधारमा टीका लगाउनु पर्छ। आमाहरूले सिउँदोमा सिन्दुर लगाउनु, हातमा चुरा लगाउनु, मङ्गलसूत्र लगाउनु, पूजा गर्दा शिरमा एउटा रुमाल राख्नु। खाली निधार कहिल्यै पनि टीका नलगाइकन भगवानको पूजा नगर्नु। यो माताहरूको लागि आज सती माताले ज्ञानको कुराहरू यहाँ निवेदन गर्नुभएको छ। सबले भनिदेऊ न नमः शिवाय, नमः शिवाय।